हेलो साथीहरु सबैजनालाई स्वागत छ मेरो अर्को भिडियोमा। आयो सबै सन्चै हुनुहुन्छ होला हैन। हल्का देख्न सक्नुहुन्छ हल्का चहलपहल चाहिँ वृद्धि हुँदैछ अब हैन। अब केही महिनापछि चाहिँ अब सिजन पनि सुरु हुनेवाला छ। यदि तपाई क्रोएसियामा हुनुहुन्छ जबलेस हुनुहुन्छ भने तपाईहरुको लागि चाहिँ यो भिडियो महत्त्वपूर्ण हुनेछ है। अब सिजन आउन तपाईहरुको धेरै छैन, 2-3 महिना जति बाँकी छ हैन। तर डकुमेन्ट स्टार्टिङ गर्ने समय चाहिँ आइसक्यो। यसलाई मिस आउट नगर्नु होला। एजेन्टसँग हुन्छ कि अब कुनै साथीहरु मार्फत हुन्छ कि कता-कताबाट हुन्छ। कुन साथीकोमा जब छ हैन, प्राय सिजनल एरियामा चाहिँ जब धेरै मात्रामा खुल्ने गर्छ हैन। सो त्यही भएर तपाईले पनि यो कुरालाई के रे खेलाइसी नगर्नु होला, जो कि बेरोजगार भएर बस्नु भएको छ हैन। अब चाहिँ जब पाउने सिजन आइसक्यो। तपाईहरुले पनि मजाले राम्रो ठाउँमा हैन, राम्रो रेस्टुरेन्टमा अथवा कुनै साथीहरुको मार्फत अथवा कुनै एजेन्टहरुको मार्फत तपाईहरुले जब फाइन्ड गर्नुपर्ने अवस्था टाइम आइसक्यो हैन। तपाईले देख्न सक्नुहुन्छ हल्का बिस्तारै बन्न आइसक्यो हैन। हो त्यही भएर अहिले चाहिँ तपाईको जुन अलिकति जब पाउनु त त्यति गाह्रै छ पहिलाको भन्दा हैन। तर नेपालबाट अथवा बाहिरबाट आउने साथीहरुलाई पनि भिजा रिजेक्सन अलिकति धेरै गरेको छ। सो त्यो के कारणले हो भने चाहिँ यहाँ जब अब धेरै मात्रामा जब पाइदैन हैन। यहीँको मान्छेले पहिलो चान्समा चाहिँ जब दिने भनेर अलिकति भिजा पनि टाइट गरेको हो हैन। सो त्यही भएर रिजेक्सन पनि बढिरहेको छ हैन। हो त्यही भएर अब चाहिँ तपाईको लगभग फेब्रुअरी पनि सकिन आँटिसक्यो, मार्च सुरु भयो, अप्रिल मेबाट सिजन पूर्ण रूपमा सुरु भइहाल्छ। त्यसको लागि चाहिँ डकुमेन्टहरु तपाईले सबमिट गर्नु समय चाहिँ यही नै हो है। किनभने वर्क परमिट आउन लाग्छ तपाईको 2 महिना जति लाग्छ हैन यही भएको मान्छेलाई। हो त्यही भएर तपाईहरुलाई चाहिँ टक्क लाएर डकुमेन्ट सबमिट गर्ने टाइम चाहिँ आइसक्यो। तपाईले कोकोलाई हुन्छ कन्ट्याक्ट गरेर हैन। अब मलाई पनि कन्ट्याक्ट गर्नु नगर्नु होला मलाई चाहिँ, किनभने चाहिँ म त्यस्तो अपर्च्युनिटी आयो भने म पोस्ट गरिहाल्छु अनि त्यसपछि गरिहाल्छु। म पनि एउटा कामदारै हो हैन। मलाई पनि कुनै साथीहरुले मेरो ठाउँमा जब छ भन्नुभयो भने म त्यो कुराहरु पनि तपाईहरुलाई शेयर गरिहाल्छु हैन। सो आजको भिडियो चाहिँ यति नै हैन। तपाईहरुले कुरा बुझिसक्नु भयो होला हैन। क्रोएसियामा अहिले पूर्ण रूपमा अब यिनी रेस्टुरेन्टहरु देख्नु भएको नि हो, यिनीहरु अहिले चाहिँ बन्द छ हैन। अबको केही हप्ता 10 दिनमा यिनीहरु अब स्टार्टिङ गर्छ मेन्टेनेन्स गर्नेदेखि लिएर अब के गर्नुपर्ने चाहिँ यहाँ हैन, सरसफाइदेखि लिएर यताउति सबै कुराहरु चाहिँ तपाईको अब पुनः निर्माण सुरु गर्छ। यिनीहरुले सिजनको लागि तयारी गर्छ के हैन। हो त्यही भएर तपाईहरु चाहिँ टक्क लाएर पहिले नि डकुमेन्टहरु रेडी बनाएर दायाँ साथीहरुसँग बुझेर यो काम चाहिँ गरिहाल्नु होला है त। जो कि जबलेस साथीहरु हुनुहुन्छ उहाँहरुको लागि है त। ल ओके, आजको भिडियो नै यति नै हैन। भिडियो कस्तो लाग्यो, भिडियो मन पर्यो लाइक कमेन्ट सक्दो शेयर गरिदिनु होला हैन। ल ओके बाइ।